सो हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै आएर हुनुहुन्छ होला है। म पनि एकदम आरामै छु है। अहिले म बिहानको 6 बजी उठेर है 6 बजी उठेर चाहिँ म लामाचोकतिर जानु लागि त्यहाँ पुरै काम छ, त्यो काम भएर आउँछु। अनि त्यसपछि खानासाना खाएर गाउँ जानु खोजेर है। अब बिहानको भ्यू देख्न सक्नुहुन्छ, यही छ है। ठ्याक्कै हेलिकप्टर उडिरह मुन क्या है, हेलिकप्टर उडिरह है। चरा चुरुङ्गी अब बिहानको यही हो है। अब बाटोतिर त भ्लग बनाउँछु कि बनाउँछु है, तर लामाचोकको बनाउनु उता तल अहिले चाहिँ गाउँ जाने बेला चाहिँ बनाउँछु। त्यति बेला हेर्नु है, त्यति बेला भेटौँला गाइस है। हिजोको भ्लग पुगलाई राम्रो लाग्यो है, राम्रो लाग्यो अब सबै राम्रै गरेर हामी ठिकै अब तपाईँहरूले मन पराइदिनु भयो भने हो के अरे। अब मनै पराउनु भएन भने त अब त्यस्तै हो। ल हेर अँधेरोमा आउने बित्तिकै घर आउँछु कि म फेरि त्यही भएर ल एकछिन चाहिँ लामाचोक जाँदै थिएँ होइन। यो नि ठ्याक्क बाटोमा भेट्यो। अब यो सँगै लामाचोक जानुपर्छ होइन। के भन्नु हो बिर्सन, कहाँ जानु लाग्यो? फुर्सद जानु लाग्यो नदेखान्न रङ्गी बिरङ्गी मजा लाएर होइन। फुर्सद ल कोसँग हो गेम? त्यहाँ मिलन होटलले बोलाएको थियो अरे। अनि तिनीहरूले त फुटसल टुर्नामेन्ट नै राखेको छ भने त पार्टी फुटसल टुर्नामेन्ट होइन पार्टी के भन्छ नि अब फर्स्ट नम्बर भनेको। अनि मेरो भ्लगमा के भन्नु छ तपाईँलाई? राजेश भाइको भ्लगमा यस्तो सब्सक्राइब गरिदिनु न है। हिरो छ त नि मान्छे है। भ्लग त यार बिक्ने भन बल्ल ल। यस्तो यो भनेको लाइफ भन्नु हो कि यो एउटा प्रजाति हो। यो मान्छे होइन, सुत्यो भनेमा 10 घन्टा होइन, सिधै पुरै दिनभरि 24 घन्टा 24 घन्टा होइन 24 घन्टा 24 कति हुन्छ क्याल्कुलेट हान गाइज होइन। 48 घन्टा सुत्छ यो। एकदम अनौठा मान्छे अनौठो एकदमै। हे म्यान स्ट्यान्ड अप हे बेड टाइम इज ओभर। अनि उठाउनु त। हेलो गाइस, देख्यो हो नि है। ल अहिले चाहिँ म कपडा सपडा रेडी पारेर अब खोलातिर यसो कपडा धुन जानु लाग्यो। यो सबै धोएर आउने आज यो सबै। अनि वान्सभित्र छन्। यता म छु अनि घरमा छौँ हामी। यता हाम्रो सिस्टर। हेलो सिस्टर, त्यही छ है। अनि यहाँ हाम्रो चल्ला छन्। हाम्रो मम्मीले ल्याएर चल्ला राखिरहेछन्। यहाँ फुल छ एउटा, यो थरी छ, यो थरी कसैको घरमा यस्तो फुल छ भने फुल छैन भने कसैको। अनि चाहिँ बिहान यार मेरो फोन खसेर यस्तो भयो, भन्दा फुटेन नि त्यो रोडको बिचमा प्लाट खसिन्छ के अरे है फोन त है। 60 पारामा होइन त्यही नि। कता राख्दा ठिक होला केटाकेटी? कपाल कता राख्नु? कहाँतिर देखियो होइन। कोठाको यस्तो यो मिलाइदिएको कि यहाँ माथि होइन, यहाँ कोठाको मिलाइदिएको कि यो सबै। यो पेटी, 2टा पेटी, झोला, यो मेरो बेबीले दिएको यो। अनि यो चस्मा भयो, अनि गिटार एउटा साथीले दिएको। यसरी मिलाएर राखिदिएको, कोठाको डेकोरेसन गरिदिएको कि अलिकति होइन। अझै अब यही हो। अब खोला जाने भनेको यहीँ कति बज्यो? 2 बज्यो? 2 बज्यो है। अनि 2 बजिसक्यो। अब 2 बजेपछि त कहाँ जाने हुन्छ है भान्जा लौ त। अनि त्यही हो। अब म मम्मीसँग भेटाउँछु। मेरो मम्मी मेरो ठुलो मम्मी है। हाम्रो ठुलो मम्मी चाहिँ आउनुहुन्छ। मेरो भ्लगमा भन्नु केही ल। नमस्कार सबैजनालाई भन्नु न। यता हेरेर यता नमस्कार सबैजनालाई। एकछिन त्यही भएर बोल्न सक्छ। अनि हाम्रो मम्मी अलि नजिक आउनु। यहाँ हाम्रो मम्मी देख्न सक्नुहुन्छ सबैजनाले। हाम्रो मम्मीको काहीँ बाटोमा देख्नु भने राजेशको मम्मी भनेर बोलाउनु सक्नुहुन्छ। अनि मेरो मम्मीलाई के भन्नु न? भन्नु न के भन्नु? मेरो 2 शब्द मेरो छोरालाई सपोर्ट गर्नु, यताउता भन्नु। मेरो छोरालाई सपोर्ट अलि चल्यो। मेरो छोरालाई सपोर्ट गर्नु होला, धेरै लाइक गर्नु होला।
मेरो दिदी यहाँ आइज न ल आइज अहिले तु यहीँ नम्बर यस्तै हातमा अनि यो चाहिँ मेरो दिदी मभन्दा होसी हे तर मभन्दा ठुलो पोज भएकी मान्छे हो त्यही भएर यसलाई देखाउनु हुन्न ल जाम यही हो लगाए जङ्गलमा चाहिँ म क्यार नआएको भन्दाखेरि चाहिँ है जङ्गलमा अब त्यहाँ यसो गु हग्न गएको है ढुङ्गा छँदै कराउँछ बा मलाई नि त्यसो भागिदिइहाल्यो नि पुस्न नि पाइएन ढुङ्गाले राम्रोसँग त्यही हो यही ठाउँमा आएको हामी चाहिँ ल देख्न सक्नुहुन्छ यही ठाउँ है यही ठाउँ चौतारी त्यही ठाउँमा आएको हामी चाहिँ ल त्यही हो चटपट लाग्यो आयो चटपट आयो चटपट चटपट यो चाहिँ यहाँ साइकल चलाउँदैछन् एन्जलले देख्न सक्नुहुन्छ उइली उइली दाइ उइली भाग्दै त्यो अलिअलि ठ्याठु लडाइँ भएको थियो कि अनि के अरे लडाइँको भाग्ने क्रममा देख्न सक्नुहुन्छ हात यस्तो भयो खुट्टा यस्तो भयो है केही फरक पर्दैन दादालाई होइन त्योलाई त पिट्यो नि त त्यही हो अब गर्दा क्या नि दुःख भयो यो गल्ती गरियो पिटाइ नि खाइयो है हिजो बेलुकाको घाउ आज उपचार भइसकेको छ मेरो है उहाँले गरिदिँदै हुनुहुन्छ यत्रो खुट्टा उकालो चढ्न गाह्रो भयो खुट्टामा होइन अहिले चाहिँ बिहान बिहान यता हो म मर्निङमा खुट्टा जे भयो भने हिँड्न चाहिँ छोड्नुहुन्न हिँड्न चाहिँ छोड्नु डक्टरले रेस्ट गर भने तर म रेस्ट गर्छु रोक्नु है धन्यवाद ल गाइस त्यहाँ हेरेर त डेटिङ बसेको हामी यहाँ ठुलो ठुलो हेर्दैछौँ ए आमा सकिने भइएन है सकिने भइएन है गाह्रो हामीलाई त कहिले होला हामी त्यसरी बस्ने हेर त बिच रोडै कब्जा हानेर बसिन्छन् कि चढे चढे बुइ 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 ए आमा हो ए बर्बादीको अर्को रुम कन्टेन्ट त मिठो पाइयो त ल है ल ए बोकेरै ल यार बलियो रहेछ कि त है बोकेरै ल लगाइ अहिले चाहिँ म राइट सरको स्कुटर यसो राइट हान्न लाग्नु दुलो बुट्टो भयो नि है अब यसलाई चाहिँ सुरुमा चापिहाल्ने अन गर्ने त्यसरी गर्ने अनि तान्ने लगाए रातिको बिहा है झगडा भइरहेको झगडा भइरहेको रातिको 10-11 बजे यहाँ सब भेला भइरहेको है के भयो गाइस होइन अब चाहिँ त्यही हो आज चाहिँ आज कति 4 दिनको भ्लग मैले आज एउटै भ्लगमा हाल्ने होइन 4 दिनसम्म 4-5 दिनसम्म के भयो के गरेँ कन्टेन्ट कसरी बनाएँ होइन कन्टेन्ट केही भेटाएको थिएन कि कहिले के हुने कहिले के हुँदैन अनि त्यो भ्लगमा मैले एउटा क्लिप हाल्दैछु कि त्यो खुट्टा काटेको होइन त्यो चाहिँ धेरै केही होइन त्यो भ्लग त पुलिसबाट हाल्दाखेरि मात्र काटेको है अनि तपाईँहरूले के सोच्नु भन्दाखेरि अब
भ्लग आज आउँछ होइन त्यही पनि धेरै लामो बनाएन कि कन्टेन्टै होइन कि केही कन्टेन्ट नै भेट्टाएन है अब बनाउनु त बनाउने भनेको केही भेट्टाएकै छैन त्यही भएर है भर्खर उठेको अहिले चाहिँ म घरबाट निस्केर म यता बाहिर आइसकेको छु होइन बाटोमा मलाई डर लाज लाउँछ कि भिडियो बनाउनु मान्छेले ठुलो हेरिदिन्छ है त्यही भएर अनि प्याजको पात फुलेर हेर्नु एउटालाई ल्याउन आइज भनेको ल्याउन नआउनु रहेछ क्या हो यस्तो पारामा हिँड्दैछु क्या आजखेरि घरबाट यहाँ तल आउँदा नि के राम्रो लाउने भनेर है अनि यत्तिकै हिँड्यो यत्तिकै जे लाग्थ्यो त्यही लगाएर हिँड्यो ड्राइभिङमा आउँछु भन्थ्यो अहिलेसम्म आएन फुल अनि कोही अब भिडियो मनपर्छ मन पर्दैन है भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब ट्याङ 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 ठोकिदिइहाल्ने कि म एउटा माइक किन्छु होइन माइक किनेपछि अब दामी हुन्छ कि माइक किन्छु दामी हुन्छ अनि त्यसपछि भ्लग बनाउँछु हामीलाई ल्याउन आइसक्नु भएको छ है हाम्रो आयुष मलाई ल्याउन आइसकेको छ दाम अनि त्यही हो अब आज गाउँ जाने भनेको अब बिहान बिहानै कपडा भिजाइदिइहाल्यो कि मैले देख्नु भएन होइन ट्याक्क भेटिसकेको छ हाम्रो बुढी बाप होइन ल कहाँ हो त नि केटी भेटेर जानु लाग्यो अब बाइक ल्याएर केटी भेट्नु है ट्याक्क बाह्रमा घर जानुपर्छ घर जानुपर्छ है ल सबैलाई भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला है अब सब्सक्राइबर अझ जम्मा एक हप्तामा अब यति पुगेर रहेछ सब्सक्राइबर है अलि धेरै पुऱ्याउनु पऱ्यो सबैजनाले सपोर्ट गरिदिनु पऱ्यो है ल यही हो सबैजनालाई टाटा बाइ